हेलो नमस्ते सबैजनालाई वेलकम छ मेरो ब्लग भन्छ कि अब के भन्छ त्यसमा आज चाहिँ कोसीमा हार्भेस्ट गरेको कोसी खेतीबाट धेरै ठुलो त छैन, सानो एउटा कोठा रुम जस्तो कोसी सानो छ। त्यही पनि जस निकै त नभनौँ, जस 2 जना 3 जनालाई पुग्ने चाहिँ जस आलु मिसाएर चाहिँ हुँदो रहेछ। अनि दुःख गर्नु पर्दो रहेछ, माइन्ड पनि रिफ्रेसमेन्ट हुँदो रहेछ। अनि माइन्ड पनि रिफ्रेसमेन्ट हुँदो रहेछ, ऊ गर्नलाई पनि यताउति चल्दाखेरि पनि आफूलाई त ऊ भयो मनको शान्ति त भयो। अनि अलिअलि यसो अर्ग्यानिक टाइपको तरकारी खान पाउँदो रहेछ। यस्तै छ मेरोमा कोसीमा। त्यो यो गोलबेडाहरूमा पनि खासै त्यो औषधिहरू नलाएको भएर होला, प्रायः जस्तो त किराहरू लागिराखेको छ। त्यही पनि जस राम्रै हुँदैछ भनौँ न, एक किसिमले अर्ग्यानिक खाए भन्ने टाइपको ऊ चाहिँ हुँदो रहेछ। अनि चराचुरुङ्गीले पनि जस स्ट्रबेरीहरू यसरी खान पाइराखेको छ भनौँ न यो चराहरूले। यस्तै छ। यो एउटा सानो गमलामै रोप्यो भने पनि तरकारी जस 2 जनालाई भनौँ न 2-3 जनालाई पुग्छ आलु मिसाएर। यस्तो थियो। जस यो यसबाट पनि निकै ठुलो तरकारी आयो। अघि खिच्न त पाइएन, अहिले चाहिँ खिच्दैछु। यो कडी पत्ता भइहाल्यो, यो मेरो गोलबेडाहरू भइहाल्यो। यसमा पनि भेन्टाहरू फल्दैछ जस बिस्तारै। तर बाँदरले दुःख दियो भने चाहिँ थाहा छैन, अहिलेसम्म चाहिँ बाँदर आएको छैन। नत्र त 80 दिन त खुब आउँथ्यो बाँदरहरू। अहिले चाहिँ आएको छैन। अहिले चाहिँ अलिकति जुरेली किराहरूले चाहिँ अलिकति दुःख दिएको छ। अनि यस्तै छ मेरो कोसी खेती भनौँ न, गोलबेडाहरू। अनि यो साग चाहिँ साह्रै मिठो लाग्छ, अर्ग्यानिक पनि भयो। जहाँ जस उता तराईतिर त मजाले त्यो कुलोमा पाइन्थ्यो, यहाँतिर त खासै किनेर खाइन्छ। अब जस रोपेको छु पुग्छ होला यो मेरो फ्रुट। अनि अहिले अलि सिजन भएको छैन जस्तो छ ड्र्यागन फ्रुटको। अनि एकदम मेन भनेको चाहिँ यो चोखे नलागोस्, यो फर्सी। यत्रो उसमा पनि फर्सी चाहिँ यसरी फलिराखेको छ। अनि यो फर्सी जस 2टा जति भइराखेको छ भनौँ न, यत्रो सानो उसमा पनि। अनि यसमा चाहिँ तलपट्टि सबै मैले त्यत्तिकै त्यो घाँसपातहरू राखेको थिएँ। यो गर्मीले अलिकति ऊ भयो, धेरै पानी पनि हाल्नु हुँदैन रहेछ, फर्सी नत्र कुहिन्छ भन्छ। त्यही भएर अनि यसमा यो भाँडामा तलतिर ऊ छ, माथि अलिकति मल मात्रै राखेको थिएँ मैले। त्यत्तिकै त्यो फर्सीको बिउ थियो र त्यत्तिकै छर्किदिएको थिएँ। भरे मुन्टा त खाएँ, भरे फुलेको देखेर मैले मुन्टा अहिले नखाऊँ भनेर खाएन। अहिले जस त्यो गरेको त फर्सी त जस 2टा जति गट्टा राम्रोसँग लागेको रहेछ। अनि धनियाँहरू पनि यस्तो भइराखेको छ। धनियाँमा चाहिँ साह्रै मौरीहरू आउँदो रहेछ। जस यसको राम्रो किराहरू लाग्दैन धनियाँको वरिपरि भन्छ, हो कि क्या हो। जस मौरीहरू यसो बास्न साह्रै मिठो आउँछ जस्तो छ। त्यही भएर यसमा पनि छ मेरो भेन्टा। अनि आज मैले हार्भेस्ट गरेको भनौँ न यो यसबाट जुकिनी आज मैले मेरो कोसीबाट धेरै नभए पनि 2 जनालाई पुग्छ भनौँ न। अब यसपालि यत्रो छ, अब यसमा आलु हाल्यो भने पुगिहाल्छ। अनि स्ट्रबेरी पनि जस यति निस्केको छ। लेमन ग्रास भइहाल्यो, यो पतिना भइहाल्यो। जस अर्ग्यानिक टाइपको खान पाइन्छ। हजुरहरू पनि गर्नुहोस् है, सबैजनाहरू यसो माइन्ड रिफ्रेसमेन्ट हुन्छ। हुन त नभ्याउनेहरूले त अब कसरी गरोस्, त्यही पनि भ्याउने जतिले चाहिँ यसो माइन्ड पनि रिफ्रेसमेन्ट हुन्छ। अनि मेरो च्यानलमा सब्सक्राइब र गरिदिनुहोस् है सबैजना साथीभाइहरू, सबैजना दिदीबहिनीहरू, सबैजना। हुन त फुर्सद त दिदीबहिनीहरूकै हुन्छ, यसो गरिदिनुहोस् होला है। धन्यवाद हेरिदिनु भएकोमा, यति टाइम निकालेर